आज के मेरो हस्बेन्डलाई चटपट खान मन लागेछ अनि चटपट बनाऊँ न भनेर भन्नुभयो। अनि हुन्छ बनाउनुस् न भनेको। आफूले नि अल्छी गर्नुभयो। अब मलाई नि झ्याउ लागिरहेको कसले बनाउने भनेर आनकानी भइरह्यो। अनि त्यसमा हजुरले सबै सामान रेडी गरिदिनुस् अनि म बनाउँछु भनेर भने। अनि त्यसो भनेपछि त हुन्छ भनेर मजाले कट काट्दिन लानुभयो। सबै सामानहरू कस्तो मिलाएर काट्दिनु भएको थियो। अनि तिमीले बनाइदेऊ है त, फेरि तिम्रो हातले मोलेको मिठो हुन्छ के भन्दै मलाई फकाउँदै गर्नुभएको थियो। ल काट्दिनु त, अनि म बनाइदिइहाल्छु नि भनेर भने मैले पनि। अनि मसला चाहिँ मैले रेडी गरेँ कि घरमै पिसेको मसला, जिरा धनियाँको पाउडरहरू मात्रै युज गरेँ, अरू केही गरेँ छैन। एकदमै हेल्दी वेमा चटपट बनाएर खाँदैछ मामी आज। अनहेल्दी भनेको त्यही एउटा चाउचाउ मात्रै हो। अब चाउचाउ बिना चटपट त के खानु है, त्यही पनि केही नै हुँदैन। सधैँ खाए पो नराम्रो त, कहिले कहिले खाँदा त केही नै हुँदैन। मजाले हेर्नु न, गेडागुडी एकदमै धेरै हालिदिएको छु। गेडागुडी धेरै, अझै खुर्सानी बिनाको चटपट खान लाग्छ मामीले। एकदमै मिठो भएको थियो, त्यही पनि देख्दा कस्तो राम्रो देखेको थियो, खाँदा पनि मिठो भएको थियो।